सुन्दरी जल बस पार्कको छेउका ठाउँमा चाहिँ सुन्दरी जल बस पार्क शायद 8 घन्टे को नेशनल स्टार जी का करके विचार है सो है खाना होगा ना खाना रहेछ नि दोकानमा बहुत सुरु भएको अझै खाना छ ठाउँ या चुन्दिने बिस्तारा बस ल माथि बस्ती छ छैन माथि चिसा पानीमा बस्ती छ नि हो र यो धाप ड्यामको यता अगाडि त पुरै होटेल र सबै छ पानी चिसो छ तो अंदर वो झरना वो अच्छे छोड़ दो हम इसका आना बेस्ट है वहाँ त टिकटक स्टार हो नि त धन्यवाद दाइ तपाईको यो चाहिँ खतरा रहेछ नि इन्स्टा हेलो अहिले चाहिँ हामी सुन्दरी जलमा छौँ अनि एकदमै रमाइलो ट्रिप भइरहेको छ अनि आजको मौसम चाहिँ हिँड्नको लागि ठिकै रहेछ किनभने अहिले चाहिँ पानी परिरहेको छैन अनि त्यसमा चाहिँ दाइको चाहिँ यत्रो लामो क्यामेरा लिएर आउनु भएछ यत्रो नै हाम्रो खुट्टा भएको भए त छिटै पुग्थ्यो होला जस्ट लाइक दाइहरू भेटेर खुसी लाग्यो अल द बेस्ट त्यहाँ माथि कहाँ बसिरहनु भयो होला किन रोकिरह आउन त्यो दियो होला झोलामा हाल्दै गरेन बाइ बाइ गर्न सकेर यहाँ बसिरहेको छ नि म त भन्नु मुटु मुटु लाग्छ हेर आज ल्याउनु टिकट काटेर प्लास्टिक स्लास्टिक नफाल्नु भने त्यहाँ लेखिरहेछ पोको पारेर काट्ने अझ बाँकी छ अब 1 राउन्ड जति पुग्यो बिस्तारै उयो भएपछि पुग्छ धेरै छैन छैन उता बाटो हुँदैन त्यो अहिले जानु मिल्दैन हुँदैन त्यहाँ जानु मिल्दैन अब यहाँ ऊ त्यहाँ एकचोटि टिकट चेक गर्छ अनि पुगिहाल्यो अब त्यो चेकिङ टिकट चेकिङ पछि अब खाना अथवा वनी ल्याइहाल्यो त्यहाँ त्यहाँनिर ठुके चाहिँ धाप ड्याम चिसापानी ओली बजुला चाहिँ मन्दिर वनी नठजुला घाट न मन्दिर थिएन मन्दिर थिएन मन्दिर छैन मलाई मन्दिर छैन आसिता वना आइम टाइम त थाप्का झिरल थाप्नु पुग्न चाहिँ थाप्नु होला झिचाइ मन्दिर ठ्याक्क दर्शन आएको आउनेले तुरुन्त चाहिँ हान्न तिमीहरू ड्याम गयो भने त भोलि मात्र फर्किनु सक्छ आज राति चाहिँ बास बस्नुपर्छ